यदि हजुरको जन्मकुण्डलीमा पनि शुक्र, सूर्य, बृहस्पति, त्यसै गरी शनि ग्रह कमजोर अवस्थामा रहेका छन् भने तपाईँलाई पनि विभिन्न प्रकारका आर्थिक समस्याहरूले घेरिरहन सक्नेछन्, जसका लागि हामीले विभिन्न प्रकारका उपायहरू गर्न सक्छौँ। तसर्थ निम्न ग्रहहरूको उपाय, स्वस्ति शान्ति, ती ग्रहहरूका जप, ती ग्रहहरूका दानहरू गरेर हामीले शुभ बनाउन सक्छौँ। त्यसै गरी प्रत्येक ग्रहसँग कुन ग्रह विशेष रूपमा तपाईँको जन्मकुण्डलीमा कमजोर रहेको छ, तपाईँको यदि सूर्य कमजोर रहेको छ भने बिहानै उठ्ने प्रयास गर्नुहोस्, सूर्यलाई जल चढाइदिनुहोस्। बृहस्पति कमजोर रहेको अवस्थामा गुरु ब्राह्मणहरूको सत्कार गर्नुहोस्, भगवान विष्णुको दर्शन पूजा अर्चना गर्नुहोस्। त्यसै गरी शनि ग्रह कमजोर रहेको छ भने शनिका लागि तपाईँले पिपलमा गएर जल चढाइदिनुहोस् शनिबारका दिन, आदि आदि स्तोत्रहरूका पाठ गर्नुहोस्। त्यसै गरी शुक्र ग्रह कमजोर रहेको अवस्थामा आफ्नो श्रीमतीलाई अथवा घरमा रहेका आमा दिदीबहिनीहरूको सत्कार गर्नुहोस्, स्वागत गर्नुहोस्। यसो गर्नाले तपाईँको धनयोग एकदमै दह्रो भएर आउनेछ। यी चारैवटा ग्रहहरूले तपाईँलाई एकैपल्ट आशीर्वाद दिनुहुनेछ र तपाईँ पनि धन धान्य समृद्धिले सम्पूर्ण रूपमा स्वस्थ रहनुहुनेछ।